खोइ खुवाइ दौडेको यार। इस निङ्रो टिप्ने ठाउँ है यो। इस यति एक प्लास्टिक चाहिँ टिपियो निङ्रो, अनि अलिकति खोले साग पनि छ। त्यो माथि सिमलको रुखभन्दा त्योभन्दा ठ्याक्कै त्यहाँनिरबाट फर्केको हामी चाहिँ है। अलि माथि गएको त के अरे टाइगरको गन्दा आउँदै थियो है, अब त जानुहुन्न माथि भनेर फर्केको। इस जङ्गल डेन्जर छ। यो सिमलीगञ्ज चाहिँ पुरै टिपिसकेछ है। हामी चाहिँ अलि ढिलो भएछ। सिमलीगञ्ज टिपिभएछ। अब फर्किँदै हो हामी चाहिँ। एक प्लास्टिक चाहिँ टिपियो है, एक प्लास्टिक चाहिँ टिपियो। भाइले नि टिपेछ अलिकति। ए औषली पाकेर हेर त। ए औषली हेर्दा यहाँ टन्नै पाकेर छ यार। हेर्नु त औषली। अब त्यो त्यहाँ औषली टिप्न खान जाऊँ भने काँडाले कोतारेर हैरान। इस यहाँ रगत भयो है, कोतारेर जुगाले टोकेर। कहाँ सजिलो छ हो भनेको। निउरो यहीँ, त्यहाँ निउरो। यो निउरो टिप्नु हुन्थ्यो वहाँ, कसरी टिप्ने त्यहाँ घारीमा, जानै नसक्ने अवस्था। औषली टन्नै पाकेर छ यहाँ। हामी जङ्गल आउँदा हामीले नि खाने हो नि, के चराचुरुले मात्रै खान्छ र यार होइन। त्यतातिरै अघि निउरो खोज्दै हामी माथि गएको। आमा जुगा भनेपछि है यति लाग्छ कि जुगा, यति लाग्छ कि जुगाले बर्बाद गर्यो। एकै ठाउँमा 4-5वटा अगाएको ढाडेर छिटो पाती टिपेर पातीले दलेको। जुगाको मेन ओखत्यो भनेको तितेपाती हो नि त। फेरि तितेपातीको मुन्टा टिपेर स्वाट दलिदिए पछाडि मै हुँ भन्ने जुगा पनि पोको परिहाल्छ। यो पनि औषली हो। यो ठुलो औषली हो। यो चाहिँ यो कहिले पाक्छ भने यो चाहिँ असारको लास्टतिर हो कि भदौतिर कहिले पाक्छ हो यो ठुलो चाहिँ। औषली हेर्नुहोस् त, औषलीको झ्याङ पाकेको छ है। हेर्नु है, हेर्नु है। अब त्यहाँ कहाँ टिप्न सकिन्छ र यार, खान मन त थियो नि। पयालै भएछ इस औषली पाकेर। औषली पाकेर पयालै भएछ। अब हेर्दै हिँड्ने, अब टिप्न सकिँदैन। ओइ माइला, को यिनीहरू माथि गएको? को माथि गएको? टन्नै गयो त। डाँका निङ्रो त पाउँदो रहेछ यता नि फटाफट। तर जुगाले टोकेर चाहिँ टिप्नै नखोज्ने क्या त्यसले चाहिँ। फेरि यहाँ तल नि जाने नि निउरो नि छ, औषली पनि छ है। कहाँ सकिन्छ र खोलालाई चाहिँ नि यस्तरी पुरा त्यो गरेर माथि कुलो बनाउनको लागि होला नि होइन। खोलाले कटान गर्छ भनेर होला यसरी बाँधको गरेको छ। जाली हालेर
भिडियो पनि छड्के छड्के भयो जस्तो छ किनभने बाटो नि हेर्नु पर्यो मोबाइल पनि समाउनु पर्यो है हाइट इस ठ्याक्कै भेन्टा जस्तै छ यो भेन्टा चाहिँ होइन नि है फेरि यो ठ्याक्कै घरमा रोपेको त्यो डल्ले भेन्टा जस्तो छ है हेर्दाखेरि चाहिँ सेम यो पात पनि त्यस्तै छ हेर्दाखेरि तर यो होइन है होइन कता तल झरेछ त यो त तल झरेछ त पहिला हामी उतापट्टि ठुलो चाहिँ खोलामा राति जाल हान्न आउँथ्यो होइन के हो औषधी खान लाग्यो टुनी हेरी त 2-4 वटा त खाना पर्याहरू होइन कता हो टाढाबाट त देख्छ हो फेरि है टाढाबाट त देख्छ नजिक आएपछि देख्दैन कि यो पनि फेरि यस्तो पो हो त यो त औषधी जात त फेरि सजिलो कहाँ छ र हो भनेको सजिलो कहाँ हुन्छ र काँडाले औषधी नेपालको अर्गानिक हो यो चाहिँ अर्गानिक औषधी त छ के अरे यहाँ यस्तोमा यार यस्तो छ औषधी टुनलाई औषधी त खानै पर्छ अता अलि ठुलो टिप्न पर्यो भनेको त यार कस्तो कोपे यार म एकैचोटि अलि धेरै बनाएर क्वाममा मुखैभरि हाल्दा औषधी टिपेर के गर्ने हो र औषधी टिपेको मैले त भक्तेको कामै गफलाउने हो नि त अनि कम त भा म त टिप्दिनँ अब त म त यी औषधी खाने हो आछि किरा पनि रहेछ त यार पुरा खाइदियो अब जेसुकै होस् यसरी त्यही हेर कति राम्रो छ औषधी जङ्गलमा आयो भने के पाउन्न र होइन ल जा
ए खोले साग रहेछ है यहाँ है ए खोले साग मैले त टिपेछु क्या झन्डै एक छाक हुने त छ मेरो ल म एकछिन यहाँ के हो पिउने पानी हो यो ए रगतै रगत पानी परेको जुगाको बाउ हो खालि जुगो नलाउने ठाउँमा गए पो हुन्छ को त्यही पारी पारी ऊको ऊ यता माथि यता माथि ऊ त्यो कुनामा बेहोरी लाग्दो रहेछ त जुगा हाम्रो घर पारी जानु पर्छ नि टिप्न दिन्न रे भन्ने सुनेको थिएँ मैले त्यो त खै यो पानी यस्तो राम्रो मूलको पानी भर्नु भएको छ यहाँ मिठो छ है यो पानी होइन एकदम यो माथि खोल्साबाट यहीँ पलाएको पानी हो यो है यस्तो मिठो हुन्छ यो पानी कति टाढा यही पानी भर्न आउनुभएको तपाईँ यहाँ मिठो छ नि होइन यहाँको पानी होइन